जय श्रीमन्नारायण। नमस्कार। म आचार्य श्री डाक्टर महेन्द्रनाथ मुन्दडा, पिरामिड वास्तुविज्ञ, पिरामिड वास्तु नेपालबाट। म आज तपाईहरुलाई पिरामिड यन्त्रको सिलसिलामा जुन भिडियोहरु हाम्रो आइरहेछ त्यसमा आज शुभ लाभ, यो सर्वविदित छ कि शुभ लाभ कहाँ लेखिन्छ, कसरी लेखिन्छ। ज्यादातर व्यापारिक स्थानमा बढ्ता प्रयोग हुन्छ, तर घरमा पनि प्रयोग भइरहेछन्, आजभोलि गर्छन् मान्छेहरु। यो दीपावलीको टाइममा व्रत लेखिनेछ, त पर्मानेन्ट एउटा सोल्युसनको हिसाबले यो मिनी शुभ लाभ भनेर छ। यसको पछाडी एनर्जी बुस्टर दियो, दुई प्रकारको गोल्ड र कपरको पावर छ। यहाँ तपाईको 25 वटा पिरामिड छन्, दुईटैलाई मिलाएर 50 वटा पिरामिड हुन्छन्। अनि यो तपाईको भद्रमण्डल छ। यसको म्याक्सिमम डिस्क्रिप्सन तपाईलाई नेटमा पाइहाल्नुहुन्छ, भद्रमण्डल हाल्दाखेरि फोटो समेत। यसकै ठूलो माथिको रूप छ तपाईको मेगा शुभ लाभ भनेर हामी नाम राखेका छौं। यो छ, यो मोर पावर को लागि, मोर एनर्जी, मोर पावर र घरमा कुनै पनि प्रकारको नकारात्मक ऊर्जा नआउनको लागि यो शुभ लाभ लेखिन्छ। शुभ लाभ गणेशजीकै पार्टमा आउँछ। धन्यवाद।